हेलो साथीहरू, हजुरहरूलाई मिना कुकिङ वाइटीमा स्वागत छ। आज मैले हजुरहरूको लागि खसीको भुटनको रेसिपी लिएर आएकी छु। सुरुमा हामीले यसलाई राम्रोसित पखालेर सानो पिस गरेर काट्नुपर्छ। त्यसपछि हामीले प्याजलाई सानो स्लाइसमा काट्नुपर्छ। अनि हामीले कराईमा तेल राखिसकेपछि रातो खुर्सानी र जिरा राखेर प्याज राखेर भुट्नुपर्छ। त्यसपछि हामीले काटेर राखेको भुटुवालाई कराईमा राखेर राम्रोसित चलाउनु पर्छ। अनि हामीले त्यसलाई केही बेरको लागि ढाकिसकेपछि फेरि राम्रोसित चलाउनु पर्छ। साथीहरू, हजुरहरूले यो भिडियो कहाँबाट हेर्नुभएको छ कमेन्ट गर्नु है। साह्रै सजिलो र मिठो रेसिपी छ। त्यसपछि हामीले यसमा मसला एड गर्छौँ। जिरा धनियाँको पेस्ट, अदुवा लसुनको पेस्ट र गार्निसिङको लागि धनियाँ। अब हामीले ती सबै पेस्ट मसलाहरूलाई राखिदिन्छौँ। स्वाद अनुसार नुन राखिदिन्छौँ। चिल्ली पाउडर पनि एड गर्छौँ। कतिको पिरो खान सक्नुहुन्छ त्यही अनुसार एड गर्नुहोला। जिरा पाउडर पनि एड गरिदिन्छौँ। सबै मरमसलाहरू राखिसकेपछि हामीले राम्रोसँग चलाउँछौँ। अब हामीले 5 देखि 6 मिनटको लागि ढाकिदिन्छौँ। यति गरिसकेपछि हाम्रो खसीको भुटनको रेसिपी तयार भयो। हेर्नुहोस् त साथीहरू, कस्तो मिठो देखिएको छ। मैले चाहिँ यसरी इन्जोय गरेँ। च्यानल मन परे लाइक गरिदिनु होला है।